नमस्कार साथीहरू, आज म तपाईहरूलाई कार्यालय व्यवस्थापन अन्तर्गत रहेको अर्को महत्त्वपूर्ण विषय टिप्पणी सम्बन्धी भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर सल्लाह सुझाव दिनुहोला। यो भिडियो सबै तहका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ। ल अब सुरु गरौँ टिप्पणीको परिचयबाट। कार्यालयमा विभिन्न कार्यहरू सम्पादनका सिलसिलामा प्रचलित कानुनका आधारमा आफ्नो राय सहित निर्णय गर्ने अधिकार प्राप्त अधिकारी समक्ष पेश गरिने दस्तावेज तयार गर्ने कार्य टिप्पणी लेखन हो। थप भन्नुपर्दा खास विषयको समस्या समाधान गर्न र निर्णय गर्नका लागि सङ्गठनको तल्लो तहदेखि क्रमशः उठाएको राय सहितको लिखत हो। बटम अप एप्रोचमा आधारित लिखत सहभागितामूलक निर्णयको एक प्रमुख माध्यम, आन्तरिक सञ्चारको प्रभावकारी तथा सशक्त माध्यम। नेपाली शब्दकोशका अनुसार प्राप्त कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने, आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेश गरिने संक्षिप्त लेख टिप्पणी हो। कुनै समस्या समाधान गर्न वा कुनै नीतिगत निर्णय गर्न वा कुनै नयाँ व्यवस्था लागू गर्न व्यवस्थापनको तल्लो तहबाट माग, कानुनी व्यवस्था र आफ्नो राय ठहरसहित निर्णयको लागि माथिल्लो तहमा पठाउने एवं माथिल्लो तहबाट निर्णय भई कार्यान्वयनको लागि पुनः तल्लो तहमा पठाउने गरिन्छ। एउटा सङ्गठनभित्र कुनै एक पदाधिकारीहरूबाट आफ्नो सुपरिवेक्षक समक्ष कुनै पनि निर्णय गर्नुपर्ने विषयमा कस्तो निर्णय लिन उपयुक्त हुन्छ, आफ्नो राय र धारणा उल्लेख गर्ने कार्य टिप्पणी लेखन हो। अब हेरौँ टिप्पणी र आदेश भनेको के हो। अधिकार प्राप्त अधिकारी संस्था वा निकायबाट कानुन बमोजिमको अधिकारको प्रयोग गरी कुनै विषयमा, समस्यामा, सवालमा समाधानको उद्देश्यले लिखित रूपमा दिएको अन्तिम आदेश निर्णय हो भने निर्णयको प्रक्रिया टिप्पणी र आदेश हो। यहाँ आदेशलाई अर्को शब्दमा निर्णय भन्ने बुझिन्छ। कुनै विषयमा अधिकार प्राप्त अधिकारी समक्ष निर्णयका लागि विषयवस्तुको संक्षिप्त बेहोरा, निर्णय हुनुको लागि प्राप्त विकल्पहरू, निर्णय गर्नुपर्ने विषयको सन्दर्भमा विद्यमान कानुन, नीति, परम्परा सम्बन्धी व्यवस्थाहरू र निर्णयबाट समाधान हुने समस्या वा प्राप्त हुने फाइदाका विषय समेत उल्लेख गरी पेश गरिने कागजात वा अभिलेखनलाई टिप्पणी भनिन्छ र त्यसबाट आदेश वा निर्णय हुने भएकोले समग्रमा त्यसलाई टिप्पणी र आदेश भनिन्छ। अब टिप्पणीको आवश्यकता हेरौँ। अधिकार प्राप्त अधिकारी संस्था वा निकायबाट निर्णय लिन, नयाँ नीति निर्धारण र संशोधन गर्न, दुविधालाई स्पष्ट पार्न, प्रशासकीय व्यवस्थापन गर्न, सामूहिक विचारको सङ्कलन गर्न, गलत निर्णयबाट बच्न, महत्त्वपूर्ण नीति निर्धारण गर्न वा परिवर्तन गर्न, भइरहेका पद्धति र प्रक्रिया परिमार्जन गर्न, कुनै काम गर्न वा नगर्न निर्कोल गर्न, कार्यालयको दैनिक कार्य सम्पादन गर्न, गरिएका कामको अभिलेखीकरण गर्न आदि। अब टिप्पणीको खाका हेरौँ। विषयवस्तुको प्रस्तुतीकरण, नीतिगत कानुनी व्यवस्था सहित विश्लेषण र राय, निर्णय वा आदेश। अब टिप्पणीका भागहरू। कमा अग्रभाग, यसभित्र कार्यालयको नाम र ठेगाना, टिप्पणी नम्बर र मिति, अनि टिप्पणीको विषय र सम्बोधन। अनि खमा मध्यभाग, यसभित्र टिप्पणी उठाउनुपर्ने कारण वा विषयको संक्षिप्त बेहोरा, सम्बन्धित कानुनी व्यवस्था, यस्तै विषयमा यसअघि निर्णय भएको भए सोको बेहोरा, निर्णय हुनुपर्ने विषय, आधार र कारणहरू, निर्णयका लागि आवश्यक राय, टिप्पणी उठाउने पदाधिकारीको नाम, पद, हस्ताक्षर र मिति, राय दिने पदाधिकारीको औचित्य र पुष्टाइ,
राय दिनेको नाम, पद, हस्ताक्षर र मिति। अब अन्त्य भाग। यसभित्र निर्णयको बेहोरा, सदर वा ठहर अनि निर्णय गर्ने पदाधिकारीको नाम, पद, हस्ताक्षर र मिति। अब जानकारी राख्नुपर्ने विषयहरू हेरौँ टिप्पणी बनाउँदा। सरकारी निकायमा टिप्पणीद्वारा निर्णय गर्दा निर्णय गरिने विषयका कानुन, नियम, कार्यविधि, निर्देशिकाको पूर्ण अध्ययन जरुरी हुन्छ। मूलतः देखाएको 4 वटा दस्तावेजको जानकारी आवश्यक छ। आन्तरिक व्यवस्थापन कार्यविधि, सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, नेपाल सरकार कार्यसम्पादन नियमावली, टिप्पणी पेशकर्ता कुन विषयको निर्णय कुन तह वा अधिकारीबाट हुन्छ वा सो निर्णय गर्ने अधिकार कसलाई छ भन्ने जानकारी राख्नुपर्छ। अब टिप्पणीमा गरिने निर्णय हेरौँ। दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पमध्ये उपयुक्त छनौट गर्ने, विचार र कार्यको सेतु, कुनै काम गर्न वा नगर्न दिएको प्रतिबद्धता वा फैसला, अधिकार प्राप्त अधिकारीबाट कुनै विषयमा दिएको अन्तिम आदेश। अब निर्णयका प्रकार हेरौँ। नीतिगत निर्णय, प्रशासकीय निर्णय, महत्त्वपूर्ण प्रशासकीय र अन्य निर्णयहरू। अब नेपालमा निर्णयका तहहरू हेरौँ। नेपाल सरकार, यसमा मन्त्री परिषदमा प्रस्ताव लगेर गरिने यस्तो प्रस्ताव टिप्पणीको माध्यमबाट अगाडि बढाउने र विभागीय मन्त्रीको निर्णयबाट पेश गरिने। मन्त्री, टिप्पणीको माध्यमबाट अगाडि बढ्दै निर्णय हुने। सचिव, कानुन वा प्रत्यायोजित अधिकार अन्तर्गत टिप्पणीबाट निर्णय हुने। विभागीय प्रमुख वा कार्यालय प्रमुख, कानुन वा सचिवबाट प्रत्यायोजित अधिकार अन्तर्गत निर्णय हुने। नेपाल सरकार, मन्त्री परिषदमा प्रस्ताव लगेर गरिने यस्तो प्रस्ताव टिप्पणीको माध्यमबाट अगाडि बढाउने र विभागीय मन्त्रीको निर्णयबाट पेश गरिने। मन्त्री, टिप्पणीको माध्यमबाट अगाडि बढ्दै निर्णय हुने। माथि नै रहेको छ। सचिव, कानुन वा प्रत्यायोजित अधिकार अन्तर्गत टिप्पणीबाट निर्णय हुने। विभागीय प्रमुख वा कार्यालय प्रमुख, कानुन वा सचिवबाट प्रत्यायोजित अधिकार अन्तर्गत निर्णय हुने। यो 3टा चाहिँ माथिकै रहेछ। ल हेर्नुहोला। अब निर्णयको तह र टिप्पणीको तहहरू हेरौँ वा टिप्पणीको तह। सामान्यतया निर्णयका लागि टिप्पणीको प्रक्रियामा 3 तह हुनुपर्ने मान्यता राखिन्छ। सूचनाको तह, यसभित्र विषयवस्तुको संक्षिप्त प्रस्तुति, सूचनाहरूको सङ्कलन र प्रस्तुतिकरण जस्ता विषयहरू हुन्छन्। राय परामर्श तह, राय परामर्श तहमा कानुनी, नीतिगत व्यवस्था र निर्णयको लागि राय लिने व्यक्ति भएको हुन्छ। निर्णय तह, निर्णय लिने तहले सबै विषय विचार गरी निर्णय वा आदेश गर्छन्। अब टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू हेरौँ। यसभित्र टिप्पणी तयार गर्दा सूचना तह, राय तह र निर्णय तहमा साथै समग्रमा ध्यान दिनुपर्ने विषय प्रस्तुत गरिएको छ। पहिला हेरौँ। टिप्पणी पेश गर्दा ध्यान दिने सूचना तहमा केमा किन गर्ने, के पुरा गर्ने हो, के गर्न खोजेको हो प्रष्ट गर्ने। राय माग भएको भए कुन विषयमा राय माग भएको प्रष्ट गर्ने। समस्या भई समाधानको लागि पत्र प्राप्त भएको भए समस्याको विवरण राख्ने। समस्यासँग सम्बन्धित नीति तथा कानुनमा भएको प्रावधान। परिपत्र निर्देशन भएको भए सोको बेहोरा। यसअघि त्यस्तै विषयमा निर्णय भएको भए सोको विवरण। के निर्णय गर्नुपर्ने हो सोको प्रष्ट खाका वा प्रस्ताव। अब टिप्पणी पेश गर्दा ध्यान दिने राय तहमा के कुरा ध्यान दिनुपर्छ भन्ने कुरा। पेश भएको विषयको औचित्य प्रष्ट गर्ने। सूचना तहबाट छुटेको कुराहरू समावेश गर्ने। तथ्य र सूचनाको विश्लेषण गर्ने। विकल्पको पहिचान र विश्लेषण गर्ने। प्रस्तावित विकल्पहरूको प्रभाव र असर विश्लेषण गर्ने। निर्णय गर्ने विषयमा कुनै निकाय वा अधिकारीको राय लिनुपर्ने भएमा राय लिने।
विकल्प छनौटमा प्रष्ट राय व्यक्त गर्ने र निर्णय हुनुपर्ने बेहोरा प्रष्ट उल्लेख गर्ने, निर्णय हुनुपर्ने विषय एकभन्दा बढी भए बुदागत रूपमा सङ्ख्या कायम गरी राख्ने। अब टिप्पणी पेश गर्दा ध्यान दिनुपर्ने कुराहरू। निर्णय तहमा पेश भएको विषयवस्तुको समग्र मूल्याङ्कन, निर्णयको प्रभाव र असर विश्लेषण गर्ने, आफ्नो निर्णय अधिकार हो वा होइन यकिन गरी निर्णय गर्ने वा माथिल्लो तहमा पेश गर्ने। अब टिप्पणीको समग्र प्रक्रियामा ध्यान दिनुपर्ने कुराहरू हेरौँ। टिप्पणीको लागि आवश्यक कागजात सङ्कलन गर्ने, फाइलिङ पद्धति बमोजिम दाहिनेतिर पत्र, माग वा अन्य सहयोग सामग्री फाइल गर्ने, क्रम सङ्ख्या वा पाना नम्बर राख्ने, टिप्पणीमा पञ्जिका समावेश गर्ने, टिप्पणी लेख्दा कालो मसी प्रयोग गर्ने, टिप्पणीको निर्देशित स्थानमा विषय उल्लेख गर्ने, टिप्पणी पेश गर्ने वा निर्णय गर्ने पदाधिकारीले आफ्नो नाम, पद, शाखा, मिति, प्रष्ट लेखी दरखास्त गर्ने, टिप्पणीको प्रत्येक पानाको अन्त्यमा करिब 1 इन्च खाली छाडी अर्को पानामा लेख्ने, अस्पष्ट वा जटिल भाषामा लेख्नु हुँदैन, छोटकरी रूपमा लेख्नु हुँदैन, सरकारी कामकाजको भाषामा बाहेको शब्द नलेख्ने प्रयास गर्ने, गन्थन, उदाहरण, उपमा नलेखी प्रष्ट र शुद्ध लेख्ने, पेश भएको प्रत्येक टिप्पणी पानामा पुच्छ्रे दस्ताखत गर्ने, केरेमेन्ट भए अनिवार्य सही गर्ने, टिप्पणी पेश गर्ने शाखा महाशाखा लेख्ने, राय लिनुपर्ने भए उपयुक्त तहबाट लिने, टिप्पणीको पाना फेर्न नहुने, भिन्न राय लेख्न सकिने, पाना खाली राखेर टिप्पणी बढाउन नहुने। अब टिप्पणीको नमुना छ। यहाँ चाहिँ तपाईँहरूले यो चाहिँ टिप्पणीको नमुना छ, यो चाहिँ तपाईँहरूले हेर्नुहोला। यसलाई पज गरेर हेर्न सकिन्छ बिस्तारै। यहाँ चाहिँ टिप्पणी तयार गर्नेको नाम, पद, हस्ताक्षर, मिति यहाँ यो भयो। त्यसपछि यो चाहिँ टिप्पणी स्वीकृत गर्नेको नाम, पद र हस्ताक्षर, अनि यसमा सदर गर्ने कार्यालय प्रमुखको नाम, पद र हस्ताक्षर। यसलाई चाहिँ बिस्तारै तपाईँहरूले पज गर्दै हेर्नुहोला। अब हेरौँ टिप्पणीमा हुन सक्ने कमी कमजोरीहरू। जिम्मेवारी पन्छाउने प्रवृत्ति बढ्न सक्ने, अनावश्यक ढिलासुस्ती हुन सक्ने, लामो तथा झन्झटिलो प्रक्रिया हुने, व्यक्तिले अध्ययन विश्लेषण नगरी निर्णय लिन सक्ने, व्यक्तिको विचारले प्रशय पाउन सक्ने, आफू अनुकूलको निर्णय गर्न सक्ने, निर्णयका तह धेरै हुँदा निर्णय गर्न लामो समय लाग्न सक्ने, सामूहिक जिम्मेवारी र जवाबदेहिता निर्वाह गराउन कठिन हुन सक्ने आदि। अब टिप्पणीलाई प्रभावकारी बनाउने उपाय हेरौँ। टिप्पणीलाई सरल भाषामा लेख्ने, दोहोरो अर्थ नलाग्ने भाषा तथा शब्दको प्रयोग गर्ने, उचित कार्यविधि अवलम्बन गर्ने, वास्तविक समस्यालाई सम्बोधन गर्न सक्ने गरी विषय उठान गर्ने, टिप्पणीमा सहभागी हुने पदाधिकारीहरूको व्यक्तिगत स्वार्थ हावी हुन नदिने, विद्यमान ऐन कानुनको व्यवस्थाहरू अक्षरक्ष पालना गर्ने, राय दिने पदाधिकारीहरूले औचित्य र पुष्टाइसहित राय दिने, निर्णयकर्ताले स्रोत साधन र निर्णय कार्यान्वयन क्षमतामा समेत ध्यान पुर्याउनु पर्ने आदि। अब मैले यहाँ चाहिँ तल चाहिँ केही प्रश्न उत्तर राखिदिएको छु, जसले गरेर तपाईँहरूलाई चाहिँ बुझ्नलाई अझै सजिलो होस् भनेर मैले यहाँ केही प्रश्न उत्तर राखिदिएको छु। अब हेरौँ 1 नम्बरमा टिप्पणी र आदेशलाई अर्को शब्दमा के भनिन्छ। अप्सन एमा छ प्रक्रिया, बीमा निर्देशन, सीमा निर्णय र डीमा योजना। एन्सर हुन्छ अप्सन सी निर्णय। 2 मा छ टिप्पणी लेख्नुको उद्देश्य के हो। एमा छ फाइल तयार गर्नु, बीमा निर्णय प्रक्रियाको आधार तयार गर्नु, सीमा निवेदन लेख्नु र डीमा सूचना टाँच्नु। यसको एन्सर हुन्छ
अप्सन बी निर्णय प्रक्रियाको आधार तयार गर्नु। अब 3 मा हेरौँ, निर्णयको अन्तिम आदेश कसले दिन्छ भन्छ। ए मा कर्मचारी, बी मा कार्यालय सहायक, सी मा अधिकार प्राप्त अधिकारी र डी मा प्राविधिक सहायक। यसको राइट एन्सर हुन्छ अप्सन सी अधिकार प्राप्त अधिकारी। 5 मा 4 नम्बरमा छ टिप्पणी किन आवश्यक छ। अप्सन ए मा छ तलब वृद्धिका लागि, अप्सन बी मा विवाद सिर्जना गर्न, अप्सन सी मा निर्णय लिन, अप्सन डी मा छुट्टी पाउन। यसको एन्सर अप्सन सी निर्णय लिन। टिप्पणीको पहिलो तह के हो। अप्सन ए विश्लेषण तह, अप्सन बी निर्णय तह, अप्सन सी विषय प्रस्तुतिकरण, डी मा कार्यान्वयन तह। यसको उत्तर हुन्छ अप्सन सी विषय प्रस्तुतिकरण। 6 नम्बरमा छ नीतिगत निर्णय कसरी अगाडि बढाइन्छ। अप्सन ए मा फाइलिङ गरेर, बी मा बैठक गरेर, सी मा टिप्पणी र आदेश, डी मा कानुनी प्रक्रिया। यसको एन्सर अप्सन सी टिप्पणी र आदेश। 7 नम्बरमा छ निर्णयको तह कति प्रकारको हुन्छ। अप्सन ए 2, अप्सन बी 3, अप्सन सी 5 र अप्सन डी 7। यसको एन्सर हुन्छ सबैजनालाई थाहा नै छ अप्सन बी 3 तहको हुन्छ। अब 8 नम्बरमा हेरौँ, टिप्पणी पेश गर्दा कुन मसी प्रयोग गर्नुपर्छ भनेको छ। अप्सन ए रातो, बी मा निलो, सी मा कालो र डी मा हरियो। यसको एन्सर यहीँ रहेको छ अप्सन सी कालो। टिप्पणी लेख्दा कुन भाषाको प्रयोग गर्नु हुँदैन। अप्सन ए स्पष्ट भाषा, बी सरकारी भाषा बाहेकको भाषा, साधारण भाषा र डी मा नेपाली भाषा। यसको एन्सर सरकारी भाषा बाहेकको भाषा चाहिँ प्रयोग गर्नु हुँदैन। 10 मा छ टिप्पणीको प्रत्येक पानामा के राखिन्छ भन्दा पेज नम्बर राखिन्छ। 11 नम्बरमा नीतिगत निर्णय कसरी पास गरिन्छ। अप्सन ए कार्यालय प्रमुखले, बी मा सचिवले, सी मा मन्त्री परिषदले र डी मा प्राविधिक अधिकृतले। यसको उत्तर हुन्छ अप्सन सी मन्त्री परिषदले। नीतिगत निर्णय। अनि 12 नम्बरमा टिप्पणीको तहहरूमध्ये दोस्रो तह कुन हो भनेको छ। ए मा विश्लेषण तह, बी मा निर्णय तह, सी मा फाइल तह र डी मा कानुन तह। यसको उत्तर हुन्छ अप्सन ए विश्लेषण तह। अब 13 नम्बरमा छ राय तहमा के गरिन्छ भनेको छ। अप्सन ए मा पानामा सही गरिन्छ, अप्सन बी मा छुटेको विषयहरू समावेश गरिन्छ, अप्सन सी मा मिति राखिन्छ, अप्सन डी मा पाना नम्बर राखिन्छ। यसको उत्तर हुन्छ अप्सन बी छुटेको विषयहरूको समावेश गरिन्छ। अब 14 नम्बरमा टिप्पणी पेश गर्दा कसको राय लिनुपर्छ। अप्सन ए मा सहायक, अप्सन बी मा सम्बन्धित अधिकारी, अप्सन सी मा सचिवालय, अप्सन डी मा लेखापाल। यसको उत्तर हुन्छ अप्सन बी सम्बन्धित अधिकारी। अब 15 नम्बरमा छ राय लिनुपर्ने भए कुन तहबाट लिनुपर्छ। अप्सन ए माथिल्लो तह, अप्सन बी सचिव, अप्सन सी कर्मचारी, अप्सन डी कुनै पनि तहबाट। यसको उत्तर हुन्छ अप्सन ए माथिल्लो तह। 16 नम्बरमा छ टिप्पणीलाई के को रूपमा बुझिन्छ। अप्सन ए सहभागितामूलक निर्णय, अप्सन बी बटम अप एप्रोच, सी मा आन्तरिक सञ्चारको माध्यम र डी मा माथिका सबै। यसको उत्तर हुन्छ अप्सन डी माथिका सबै। ल आजको लागि भिडियो यति नै। भिडियो के कस्तो लाग्छ प्रतिक्रिया गर्नुहोला। अनि त्यसपछि यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। र तपाईहरुलाई यो चाहिँ इंग्लिशमा चाहिन्छ भने पनि भन्नुहोला, कमेन्ट गर्नुहोला तल। म चाहिँ इंग्लिशमा पनि बनाउन प्रयास गर्नेछु भन्दै आजको लागि म यो भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद।